हेर पुन्दलाक, तिमी त मेरो सब थोक हो। म तिमीलाई धेरै माया गर्छु पुन्दलाक। त्यसो नभन, म विवाहित हुँ। मेरा 14वटा छोराछोरी छन्। 3टी श्रीमती विदेश छिन्। तिमी पनि विवाहित हौ। तिम्रा 24वटा त तिम्रा छोरी छन्। तिम्रो कोही पनि विदेश गएका छन्। यस्तो कुरा गरेर हुन्छ विवाहित भएर? त्यस्तो नभन पुन्दलाक, माया गर्नु पाप होइन। माया त जोसँग पनि, जस्तोसँग पनि, जति बेलासँग पनि, जहाँ पनि गर्न सकिन्छ। यिनी पाथर आइमाईका काम हुन्। यसलाई साँचो माया भन्दिनँ म। साँचो माया त त्यो हो जसले मनैदेखि कसैसँग बिहे नगरेर, कसैलाई आफ्नो जवानी छाछेर कसैप्रति समर्पित गर्छ र त्यसलाई वर्षौंसम्म कुरेर बस्छ। त्यो हो माया। तिमी त 15 ठाउँ गयौ कि पहिला। हेर त 24वटा छोराछोरी छन्। लाज मान्दिनौ? त्यस्तो होइन पुन्दला, म त तिमीलाई साँचो माया गर्छु पुन्दला। तिम्रो माया पाउनलाई त म हात ढोग्न पनि सक्छु। म तिम्रो ल खै ढोका त। हेर्नु, ओहो विश्वास भयो तिमीले मलाई माया गरेछौ। म पनि तिमीलाई माया गर्छु। आई लभ यु। आई लभ यु टु। माया गर्छु म तिमीलाई। तिमी बिना बाँच्न सक्दिनँ। म पनि तिमी बिना बाँच्न सक्दिनँ। ए धन्यवाद दाइ। के हो तपाईँको पारा? यो आइमाईसँग लाग्न खोज्दैछौ होइन? यसले कतिको घरबार बिगारिसक्यो तपाईँलाई थाहा छैन? तँलाई सिधै डाहा लाग्यो भन्न। यति राम्रीलाई मैले पठाइसकेँ, त्यही पठाइदिनु भयो भनेर तँलाई डाहा लाग्यो भन्न सिधै। के भन्दै हुन्छ त यार? मलाई डाहा लाग्यो अरे? तपाईँलाई यसको बारे थाहा छैन। ओइ उठ त। यार यसको बुझी म हेर दाइ, यसको बारे त त्यस्तै हो। मुखमा राम गोगलीमा छुरा।